तेरो सब इन्जिनियरका लागि इम्पोर्टेन्ट क्वेसन लिएर आएकी छु। Which one is the not component of what rural gravity water supply system भनेको छ। अनि यसमा अप्सनमा चाहिँ वास आउट, एयर रिलिफ वाल्भ, ब्रेक प्रेसर ट्याङ्क, ओभरहेड ट्याङ्क छ। यसको राइट एन्सर चाहिँ ओभरहेड ट्याङ्क हुन्छ। क्वेसन छ फर अ मोस्ट इकोनोमिकल ट्रापेजोइडल च्यानल सेक्सन छ। यी अप्सनहरूमध्ये चाहिँ यसको राइट एन्सर बी हुन्छ। हाइड्रोलिक मिन रेडियस इक्वल टु द हाफ डेप्थ अफ द फ्लो। हाइड्रोलिक मिन रेडियस चाहिँ यसको हाफ डेप्थसँग इक्वल हुनुपर्छ। नेगेटिभ प्लट फर एनी एक्टिभिटिज मिन्स द्याट द एक्टिभिटिज इज अप्सन एमा छ नर्मल, अप्सन बीमा क्रिटिकल, अप्सन सीमा सब क्रिटिकल, अप्सन डीमा चाहिँ सुपर क्रिटिकल छ। यसको राइट एन्सर चाहिँ सुपर क्रिटिकल हुन्छ। अर्को क्वेसन हाम्रो सेट ब्याग इज म्युनिसिपल बाई ल इज भनेछ। अब अप्सन एमा चाहिँ डिस्टेन्स बिट्विन अफ रोड टु इस्ट अफ बिल्डिङ भनेछ। अनि अप्सन डीमा चाहिँ डिस्टेन्स बिट्विन सेन्टर अफ द रोड अफ बिल्डिङ भनेछ। यसको एन्सर चाहिँ हाम्रो अप्सन ए हुन्छ। अनि त्यसपछि धेरै ठाउँमा चाहिँ अप्सन बी पनि दिएको छ, तर यसको राइट एन्सर चाहिँ अप्सन ए नै हुन्छ। अर्को क्वेसन हेरौँ त कम्पेयर टु द अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट द अल्टिमेट स्ट्रेन्थ अफ द पोजोलाना पोर्टल्यान्ड सिमेन्ट इज अप्सन छ। अप्सन एमा छ सेम, अप्सन बीमा छ मोर, अप्सन सीमा छ लेस, अप्सन डीमा छ भेरी मच लेस छ। यसको राइट एन्सर चाहिँ बी नै हुन्छ। अप्सन बी हुन्छ, मोर हुन्छ। अब अर्को क्वेसन हेरौँ है द प्रोसेस अफ टर्निङ द टेलिस्कोप अबाउट द भर्टिकल एक्सिस इज अ होरिजेन्टल प्लेन इज नन एज भनेर क्वेसन छ। यसको अप्सन एमा चाहिँ रिभर्सिङ, अप्सन बी ट्रान्सिटिङ, अप्सन सी प्लङ्गिङ, अप्सन डी स्विङ्गिङ छ। यसको राइट एन्सर चाहिँ स्विङ्गिङ हुन्छ। एउटा यस्तै चाहिँ अर्को क्वेसन पनि छ, त्यो म अहिले हजुरहरूलाई गर्छु। अब अर्को क्वेसन हेरौँ है अगाडिको क्वेसन जस्तै तर अलिकति मात्र फरक। द प्रोसेस अफ टर्निङ द टेलिस्कोप अबाउट द होरिजेन्टल एक्सिस इन अ भर्टिकल प्लेन बाई अ कम्प्लिट इज नन एज। यसको अप्सन चाहिँ रिभर्सिङ, ट्रान्सिटिङ, प्लङ्गिङ हुन्छ। सबै भनेको एउटा, यसको एन्सर अल हुन्छ यसको एन्सर। हस् त, धन्यवाद।